यो आकाशवाणी गान्तोक हो। समसामयिक विषयको कार्यक्रम सामयिक चर्चामा प्रस्तुत छ वार्ता विश्व सहरीकरण दिवस अनि सिक्किमको सहरीकरण। वार्ताकार हुनुहुन्छ डाक्टर पारसमणि दङ्गाल। सहरीकरण मानव सभ्यताको विकासको एक अपरिहार्य प्रक्रिया हो। जब मानिसहरू ग्रामीण क्षेत्रबाट सुविधा, अवसर र राम्रो जीवनको खोजीमा सहरतिर सर्छन्, तब सहरी क्षेत्रको विस्तार हुन्छ। यस प्रक्रियाले आर्थिक विकासलाई तीव्रता दिने भए तापनि अव्यवस्थित सहरीकरणले प्रदूषण, पूर्वाधारको अभाव र सामाजिक असमानता जस्ता गम्भीर चुनौतीहरू पनि ल्याउँछ। सहरीकरणका दुई पाटा अवसर र चुनौतीबारे विश्वव्यापी जागरुकता बढाउनका लागि हरेक वर्ष विश्व सहरीकरण दिवस मनाइन्छ। विश्व सहरीकरण दिवस हरेक वर्ष नोभेम्बर 8 तारिकका दिन विश्वभर मनाइन्छ। यस दिवसको स्थापना सन् 1949 मा ब्युनस आयर्स विश्वविद्यालयका प्रोफेसर कार्लोस मारिया डेला पाओलेराद्वारा गरिएको थियो। उनको मुख्य उद्देश्य नगर योजना, टाउन प्लानिङमा सार्वजनिक र व्यावसायिक चासो बढाउनु थियो। सहरीकरणले सहर र क्षेत्रहरूको विकासमा पार्ने पर्यावरणीय प्रभाव र भविष्यका लागि व्यवस्थित योजनाको आवश्यकतालाई प्रकाश पार्नु यस दिवसको प्रमुख लक्ष्य हो। दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणको समयमा योजनाबद्ध सहर निर्माणको महत्त्वलाई वैश्विक रूपमा स्थापित गर्न यो दिवस सुरु गरिएको थियो। सन् 1949 मा सुरु भएपछि अहिले यो दिवस विभिन्न देशहरूमा मनाइन्छ। भारत विश्वमा तीव्र गतिमा सहरीकरण भइरहेका देशहरूमध्ये एक हो। संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदन अनुसार सन् 2018 देखि 2050 को बीचमा विश्वको सहरी जनसङ्ख्याको कुल वृद्धिमा भारत, चीन र नाइजेरियाको योगदान लगभग 35% हुने अनुमान गरिएको छ। भारतको सहरी जनसङ्ख्याको सङ्ख्याले विश्वको सहरीकरणको भविष्यलाई निकै हदसम्म निर्धारण गर्छ। सन् 2011 को जनगणना अनुसार भारतको कुल जनसङ्ख्याको लगभग 31% मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्छन्। जनसङ्ख्याको हिसाबले यो सङ्ख्या धेरै ठुलो छ। सन् 2050 सम्ममा भारतमा थप 41 करोड सहरी बासिन्दाहरू थपिने अनुमान छ। विकसित देशहरूमा औद्योगिक क्षेत्र, म्यानुफ्याक्चरिङ सेक्टरको विकासले सहरीकरणलाई बढावा दिन्छ, तर भारतमा भने सेवा क्षेत्रको वृद्धि सहरीकरणको प्रमुख चालक शक्ति बनेको छ। यातायात, सञ्चार, सेवा र निर्माण क्षेत्रको विस्तारले सहरहरूको विकासलाई गति दिएको छ। भारतमा तीव्र सहरीकरणले धेरै चुनौतीहरू ल्याएको छ। ग्रामीण क्षेत्रबाट सहरमा बसाइ सर्नेहरूको सङ्ख्यामा भएको तीव्र वृद्धिका कारण अधिकांश सहरहरू अव्यवस्थित रूपमा फैलिरहेका छन्। भारतमा बढ्दो सहरीकरणका विभिन्न चुनौतीहरू छन्। पानी, ढल निकास, बिजुली र यातायात जस्ता आधारभूत पूर्वाधारहरूको मागलाई सहरहरूले धान्न सकेका छैनन्। सहरी गरिबी बढेको छ र लाखौँ मानिसहरू अस्वस्थ र अमानवीय अवस्थाका झुपडपट्टी र मलिन बस्तीहरूमा बसोबास गर्न बाध्य छन्। वायु प्रदूषण, जल प्रदूषण, फोहोर मैला व्यवस्थापनको समस्या र हरियालीको विनाशले भारतीय सहरहरूको पर्यावरणलाई गम्भीर असर पारेको छ। सहरी क्षेत्रमा धनी र गरिब बीचको खाडल फराकिलो भएको छ। यी चुनौतीहरूको सामना गर्न भारत सरकारले स्मार्ट सिटी मिसन, अमृत र प्रधानमन्त्री आवास योजना जस्ता विभिन्न योजनाहरू अघि ल्याएको छ, जसको उद्देश्य व्यवस्थित र दिगो सहरी विकास गर्नु हो। मेरे परिवारजनों, विकसित भारत के संकल्प में हमारे शहरों की बहुत बड़ी भूमिका है। आजादी के लंबे समय तक जो भी विकास हुआ, उसका दायरा देश के कुछ बड़े शहरों तक सीमित रहा। लेकिन आज हम देश के टियर 2, टियर 3 इस शहरों के विकास पर बल दे रहे हैं। देश के सैकड़ों छोटे शहर ही विकसित भारत की भव्य इमारत को सशक्त करने वाले हैं। इसलिए अमृत मिशन हो या स्मार्ट सिटी मिशन, इनके तहत छोटे शहरों में मूल सुविधाओं को बेहतर बनाया जा रहा है। कोशिश यही है कि वाटर सप्लाई हो, ड्रेनेज और सीवेज सिस्टम हो, ट्रैफिक सिस्टम हो,
शहरों में सीसीटीवी कैमरों का नेटवर्क हो, इन सभी को लगातार अपग्रेड किया जाए। स्वच्छता हो, पब्लिक टॉयलेट्स हो, एलईडी स्ट्रीट लाइट्स हो, शहरों में इन पर भी पहली बार इतने व्यापक स्तर पर काम हुआ है और इसका सीधा प्रभाव ईज ऑफ लिविंग पर पड़ा है, ईज ऑफ ट्रैवल पर हुआ है, ईज ऑफ डूइंग बिजनेस पर हुआ है। सिक्किम भारतको एक सानो पहाडी र रणनीतिक हिसाबले संवेदनशील राज्य हो। अन्य ठूला राज्यहरूको तुलनामा सिक्किममा शहरीकरणको गति र प्रकृति केही फरक छ। सिक्किममा शहरीकरणको स्तर राष्ट्रिय औसतभन्दा कम छ, तर यसको मुख्य शहर गान्तोक राज्यको शहरीकरणको केन्द्रबिन्दु हो। गान्तोक मात्रै राज्यको प्रमुख आर्थिक, प्रशासनिक र शैक्षिक हब हो। तर बिस्तारै गेजिङ, सोरेङ, जोरथाङ, पेलिङ, नाम्ची, राभङला, रम्फू, सिङताम, पाकिम र मङ्गन जस्ता साना बजारहरू पनि हबका रूपमा विकसित हुँदै आएका छन्। पहाडी भूभाग भएकोले सिक्किममा योजनाबद्ध शहरीकरण गर्नु ठूलो चुनौती हो। अग्ला अग्ला पहाडहरू, पहिरोको जोखिम र सीमित समतल भूमिको उपलब्धताले निर्माण कार्यलाई कठिन र महँगो बनाएको छ। तुलनात्मक रूपमा कम जनसङ्ख्या भएको सिक्किममा शहरी क्षेत्रहरूको जनघनत्व धेरै तीव्र गतिमा बढिरहेको छ, जसले गर्दा गान्तोक लगायतका शहरहरूमा पूर्वाधार र सेवाहरूको व्यवस्थापनमा दबाव सिर्जना भएको छ। सन् 2011 को जनगणना अनुसार सिक्किमको लगभग 25% जनसङ्ख्या शहरी क्षेत्रमा बस्दछन् भने यो क्रम निरन्तर बढिरहेको छ। अबदेखि उताको हाम्रो सहर बजारहरू साँच्चै राम्रो सुविधाको सहर र सबैलाई कुनै प्रकारको आपत्ति नपरेको सहरहरू बनाऊ भन्ने मेरो बिन्ती तपाईहरु सबैबाट गर्छु। यो नाली ब्लक हुने प्रक्रियामा थुप्रै किसिमहरू छ। मान्छेले लुगाफाटा लगाइदिन्छ, त्यसले पनि ब्लक हुन्छ। नालीमा पाइपहरू राखिदिएको छ, त्यसले पनि ब्लक भइराखेको छ। यो पाइपको सल्युसन हामी अर्को निकाल्छौँ, उहाँलाई दिने ठाउँ राख्छौँ हामी। अनि अर्को कुरा चाहिँ मान्छेले साइडमा बलुवा ल्याउँछ, गिटी ल्याउँछ, जम्मै त्यो नालीमा लगाइराखेको हुन्छ। र त्यसमा चाहिँ जसले पनि नलाऊ भन्नु छैन, तर त्यहाँ चाहिँ मजाले प्रपर माथि कभर गरेर अथवा प्लाई राखेर हुन्छ कि च्यादर राखेर हुन्छ कि त्यो माथि लगाइदियो भने चाहिँ ड्रेन ब्लक हुने सम्भावनै हुँदैन, बहुत कम्ती गइहाल्छ। तर यसमा चाहिँ म तपाईँ सबैलाई रोड छेउछेउको घरमा हुने जसलाई पनि यो राख्नु चाहँदैछ, गिटी बल्ल ल्याउँदैछ, यो सबै चाहिँ आफ्नो नियन्त्रणमा राखेर लगिदिने म तपाईँ सबैलाई बिन्ती पनि गर्न चाहन्छु। सिक्किमको अर्थतन्त्र पर्यटनमा आधारित छ। तीव्र पर्यटन वृद्धिका कारण शहरी क्षेत्रहरू, खास गरी गान्तोक, लाचेन, लाचुङ, युमथाङ, पेलिङ, राभङला जस्ता ठाउँहरूमा होटल, गेस्ट हाउस र अन्य पर्यटक सुविधाहरूको अव्यवस्थित निर्माण भएको छ। यसले स्थानीय स्रोत र वातावरणमाथि दबाव बढाएको छ। पहाडी क्षेत्रमा पानीको स्रोतको संरक्षण र फोहोर मैलाको उचित व्यवस्थापन, खास गरी झोडा नाला र विभिन्न प्लास्टिक फोहोर शहरीकरणका प्रमुख समस्याहरू हुन्। अव्यवस्थित निर्माणले भू संरक्षणमा चुनौती थपेको छ, जसले पहिरोको जोखिमलाई बढाउन सक्छ। सिक्किमले आफ्नो जैविक विविधता र प्राकृतिक सुन्दरतालाई कायम राख्नका लागि दिगो शहरी विकासको मोडेल अपनाउनु आवश्यक छ। यसका लागि पर्यावरणीय नियमहरूको कडा पालना र हरित पूर्वाधारमा लगानी आवश्यक छ। विश्व शहरीकरण दिवसले योजनाबद्ध विकास र नागरिकहरूको जीवनस्तर सुधार गर्न नगर योजनाको महत्त्वपूर्ण भूमिकालाई सम्झाउँछ। भारतले वैश्विक शहरीकरणको लहरको सामना गरिरहेको छ, जहाँ ठूला शहरहरूको द्रुत विकासले पूर्वाधार र पर्यावरणीय चुनौतीहरू सिर्जना गरेको छ। सिक्किम जस्तो पहाडी राज्यमा भने शहरीकरणको मोडल थप संवेदनशील र प्रकृति मैत्री हुनुपर्छ। शहरीकरण आफैमा न त राम्रो हो न त नराम्रो, यो एक प्राकृतिक प्रक्रिया हो। तर यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्छ। भारत अथवा सिक्किम दुवैका लागि व्यवस्थित, समावेशी र दिगो शहरी योजना आजको सबैभन्दा ठूलो आवश्यकता हो। योजनाबद्ध शहरहरू मात्रै भविष्यका लागि उत्कृष्ट शहर र उत्कृष्ट जीवनको आधार बन्न सक्छन्।
समसामयिक विषयको कार्यक्रम सामयिक चर्चामा अहिले सुन्नुभयो वार्ता विश्व शहरीकरण दिवस अनि सिक्किमको शहरीकरण। वार्ताकार हुनुहुन्थ्यो डाक्टर पारसमणि दङ्गाल। यो आकाशवाणी गान्तोक हो।